सो हेलो क्युएनए मैले कम्युनिटी पोस्ट राखेको थिएँ क्युएनए भिडियोको लागि के कारणले गर्दाखेरि ढिलो हुन गयो सरी फर द्याट धेरै नै क्वेसन सोध्नु भएको छ ल लेट्स स्टार्ट सो द फर्स्ट क्वेसन इज वाट इज समथिङ यु युज्ड टु केयर डिपली अबाउट द्याट नाउ फिल्स टोटली इरिलेभेन्ट द्याट विल बी मनी पहिला चाहिँ म पैसाको बारेमा धेरै सोच्थेँ र अहिले छैन wanna know your worst college experience till now being worst experience still you are happy from the experience त्यस्तो एक्सपिरियन्स भनेको चाहिँ फर्स्ट डे अफ कलेज नै होला किनकि आई वाजन्ट ह्याप्पी अबाउट द प्लेस बट लेटर राम्रो लाग्दै गयो वाट इज द डम्बेस्ट चाइल्डहुड बिलिभ द्याट यु हेल्ड फर टु लङ डम्बेस्ट चाइल्डहुड बिलिभ त्यो त धेरै छन् जस्तै कि मनी इज नट एभ्रिथिङ डजन्ट म्याटर पढाइमा राम्रो भए सब राम्रो हुन्छ विज्ञान दाई फेस रिभिल कहिले फेस रिभिल चाहिँ नेक्स्ट भिडियोमा गरौँ स्टडीसँगै भ्लगिङ गर्ने आइडिया चाहिँ कसरी आयो यस्तै कन्टिन्यू गर्नु होला राम्रो छ भिडियोहरू थ्याङ्क यू भ्लगिङ त नभनौँ बस मैले आफ्नो भिडियोहरू चाहिँ पोस्ट गर्छु ऱ्यान्डमली कहिलेकाहीँ भ्लगिङ हुन्छ कहिलेकाहीँ हुँदैन यस्तै छ हु इज द पर्सन यु नेभर गेट टायर्ड अफ टकिङ टु एन्सर अनेस्टली भन्नुपर्दा द्याट पर्सन इज मी एक्चुली किनकि मतलब जोसँग पनि जति कुरा गरे पनि लास्टमा सबसे धेरै कन्भर्सेसन हुने भनेको आफूसँग हो र आफूसँग जति बोलिन्छ होला त्यो चाहिँ सायद कसैसँग गरिन्छ होला नट इभन विथ आवर प्यारेन्ट्स या आफूसँग बोलेर चाहिँ कहिले थाकिन्छ जस्तो पनि लाग्दैन सो नेक्स्ट स्टडी टिप्स दिनु न दाइ म 20 मिनटभन्दा धेरै पढ्न सक्दिनँ 20 मिनट पढ्न सकेको पनि राम्रै कुरा लाग्छ मलाई चाहिँ र त्योभन्दा बढी पढ्नलाई चाहिँ अब कुनै इन्ट्रेस्टिङ टपिक लाग्यो भने चाहिँ त्यो पढ्न सकिन्छ नत्र अब यत्तिकै रट्ने यस्तै कुरा छ भने चाहिँ 20 मिनट पढ्नु भनेको नि ठुलो कुरा हो एकैचोटि धेरै पढ्नु भन्दा पनि कन्सिस्टेन्टली पढ्दा राम्रो हुन्छ जुन मैले चाहिँ गर्न सकिरहेको छैन कुन टपिक आउँछ भिडियो दाइ मैले चाहिँ अहिले नयाँ केही आयुर्वेद रिलेटेड नै ल्याउने ट्राई गरिरहेको छु र भिडियो पनि बनिरहेछ छिट्टै आउँछ इन्टिग्रेसन अफ सेकेसटिएक्स फर्मुलाहरू छन् धेरै याद गर्नुपर्छ र मैले त बिर्सिसकेँ हु इज योर क्रस सामने ये कौन आया दिल में हुई हलचल क्रस भन्ने कुरा चाहिँ चेन्ज भइरहेको हुन्छ मेरो चाहिँ र खै अब वाट डु यु रियली वान्ट इन यर लाइफ एन्ड वाट डु यु वान्ट टु बी आई वान्ट इन माई लाइफ इज फाइनेन्सियल फ्रिडम र जति सक्यो त्यति चाँडो चाहिँ आई वान्ट टु बी फाइनेन्सियली फ्री तपाईँको जिएफको नाम के हो जिएफको फेस रिभिल कहिले गर्ने हो जिएफ भनेपछि गरौँला यदि उसले चाह्यो भने टोइलेट बस्दा कति घन्टा लाउनुहुन्छ खै यार थाहा भएन मलाई चाहिँ खै आई डोन्ट नो अर्को नेक्स्ट टाइम चाहिँ ख्याल गर्छु होला युट्युब इन्कम युट्युबबाट चाहिँ आएको छैन तर एउटा च्यानल थियो त्यसलाई बेचेर चाहिँ धेरै पहिला चाहिँ मैले 1000 रुपियाँ चाहिँ कमाएको थिएँ सिल्भर प्ले बटन पाउँदा तपाईँको कस्तो रियाक्सन हुन्छ धेरै माइलस्टोन छ अझै त्यहाँ पुग्नको लागि हेरौँ कस्तो हुन्छ खुसी नै हुन्छ होला होइन एक्साइटेड युट्युब जर्नी स्टार्ट गरेको खोलामा बस्दा हो कि सिस्नो गाडीमा बस्दा हो स्टार्ट गरेको चाहिँ मैले चाहिँ एउटा रिभर्स भिडियो भन्ने एप हुन्छ त्यसमा चाहिँ त्यो चलाइरहेको थिएँ अनि त्यसमा चाहिँ के थियो भन्दाखेरि डाइरेक्टली अनि अपलोड टु युट्युब भनेर थियो अनि पछि हेरौँ न चाहिँ कस्तो हुन्छ भनेर चाहिँ अपलोड गरिदिएँ त्यसपछि त्यहाँबाट सुरु भएको अनि यु गाइज आर सपोर्टिङ थ्याङ्क्स फर द्याट वाट इज यर बिगेस्ट फियर आई थिङ्क बिगेस्ट फियर भनेको चाहिँ बिङ नट एबल टु डु एनिथिङ इन लाइफ र केही मतलब फ्युचरमा केही गर्न सकिनँ भने केमिस्ट्री कसरी पढ्ने केमिस्ट्री पढेको चाहिँ धेरै भयो केमिस्ट्री पढ्नलाई चाहिँ अब जस्तै अर्ग्यानिक फिजिकल इनअर्ग्यानिक अब तिनीहरू पढ्ने छुट्टै छुट्टै तरिका हुन्छ अब म्याथमा राम्रो छौ भने चाहिँ फिजिकलको केमिस्ट्री राम्रो हुन्छ होला
र रट्न राम्रो छ भने अब त्यो इनअर्ग्यानिक हुन्छ। इनअर्ग्यानिक भनेको चाहिँ रट्ने नै हो। लगभग अर्ग्यानिक केमिस्ट्री भनेको चाहिँ आई थिङ्क बुझेरै पढ्दा राम्रो। मैले पर्सनली फलो गरेको चाहिँ नेपाल एजुकेसन वाइटी भन्ने च्यानल। यो दाइले पनि राम्रो पढाउनुहुन्छ। गाउँ कहिले आउँछौ? मैले भिडियो गरेको नै गाउँबाट हो र तिमी नै छैन अहिले गाउँमा। आई थिङ्क क्वेसनहरू यति नै थियो। आई डोन्ट नो मैले राम्रोसँग हजुरहरूको एन्सर दिएँ कि दिएन होला। आई वान्ट टु थ्याङ्क यू अल गाइज फर सपोर्टिङ मी र साथ दिनुभएकोमा। च्यानललाई लिएर एकदमै कन्फ्युज छु, किनकि मतलब यसमा चाहिँ मिक्स कन्टेन्टहरू अपलोड छ र अब चाहिँ के एउटा चाहिँ फिक्समा कन्टिन्यू गरौँ भनेर सोचिरहेको छु र के गर्दा ठिक होला मलाई चाहिँ भनिदिनु होला। आई निड योर हेल्प। अब चाहिँ मैले जतिसक्दो छिटो भिडियो ल्याउने कोसिस गर्नेछु र नयाँ भिडियो पनि छिट्टै आउनेछ। थ्याङ्क यू फर वाचिङ। लभ यु गाइज।